हेलो एभ्रिवान, नमस्ते सबैलाई। बिहानमा चिसो हुन्छ त्यसैले यसरी बसेको है। दिउँसोमा घाम त लाग्छ तर बिहानमा चाहिँ भयङ्कर चिसो हुन्छ। म चाहिँ अब बच्चाहरूलाई तयारी गराउने उमासु साथीहरू। छिटो तयार गराएर दुर्नु पर्ने छ। अहिले पास्ता बनाउँदैछु टिफिनको लागि साथीहरू। तपाईँहरूको घरतिर पनि यस्तै चटारो हुन्छ बिहानमा? मेरो त यस्तै हुन्छ। के गर्ने? पास्ता दिखाओ। हेलो साथीहरू, यो देखि पास्ता। मान्छे जस्तो मान्छे नै बाटो खाली कति नै भनेर भन्छन् है। त्यस्तै छ। काम गर्ने जस्तो एउटा छैन तर घरभरि मान्छे। के गर्ने? पास्ता पाक्दैछ। मेरो छोरोले पिरो मसला धेरै हालेको नखाने भन्छ, त्यसैले हल्का मसला हालेर बनाउँदैछु। खाना पकाएर भ्यायो। अब यसलाई दौडाउने बेला भइसकेको छ। म नै पुर्याउने, कसले पुर्याउने त? अनि बिहानदेखि साँझसम्म भागदौड दुगुरी काम गर्नुपर्छ है। तर पनि के गर्ने, यस्तै छ जिन्दगी, गाउँले जीवन है। हजुरहरूकोतिर कतिको चिसो छ? हाम्रो त साँझ बिहान हुन्छ आजभोलि, अनि दिउँसोमा त घाम लाग्न लागिसक्यो। पास्ता रेडी हुँदैछ। मेरो छोरो के भएको हो के? अलिकति पिरो खायो भने पुरा आँसुका धारा सारा निकालेर त्यस्तो गर्छ। के गर्ने? त्यही भएर यसको लागि हल्का बनाउनु। यसको लागि दालमा पनि त्यस्तै, तरकारीमा पनि त्यस्तै खानुपर्छ हौ साथीहरू। के गर्नु, गाह्रो छ।